थारूमा चाहिँ यसलाई नेमरिक बौरा भनेर भन्छन्। अब यो पहाडीबाट चाहिँ मालु भयो। अब यो चाहिँ खास डुना भन्छन् यसलाई। यो चाहिँ अब हाम्रो होमस्टेतिर चाहिँ एकदम अर्ग्यानिक देखाउनलाई यो डुना बुनेर चाहिँ यसमा अचारहरू, अब डोक्नीको चटनी अचारहरू चाहिँ दिने सिस्टम यसमा। अब हजुरको हाम्रो यो पूजाको लागि पनि युज हुन्छ यो चाहिँ थारू कल्चरमा। अब हजुरको ल बिहा काजमा यिनीहरू टपरी अब पहिला चाहिँ अब यही पाटकै गर्थे। आजभोलि चाहिँ यो बजारको आइटम आएर के छ, बजारको प्लेटहरू आएर चाहिँ खासै युज हुन अलि हराएको छ। नत्र पहिला चाहिँ यो डुना नभए चाहिँ थारूको बिहाहरू पूजाहरू चाहिँ नहुने सिस्टम थियो। अनि यो चितवनतिरको थारूहरूले भोर्ला भन्ने यसैलाई होइन? हजुर हजुर, यो चितवनको भोर्ला भन्ने। अनि तपाईँले यो वनबाट ल्याउनुहुन्छ? हजुर, वनबाट, सामुदायिक वनबाट। अब निकुञ्जतिर खासै जान अलाउ छैन। सामुदायिक वनदेखि यसो गयो भने टिपेर ल्याउन सकियो। यो चाहिँ यसलाई अलि ठुलो प्लेट जस्तो बनाएर यसलाई प्लेटको रूपमा खाना खाने रूपमा पनि प्रयोग गरिन्छ नि होइन? ठुलो भयो यसलाई चाहिँ डुना भन्यो। यसैबाट बनायो भने टपरी, भन्छ। ठुलो साइजको लागि टपरी भन्ने भयो, यसलाई चाहिँ डुना भन्ने भयो। पहिला यसैमा चाहिँ खेतमा बारीमा काम गर्दा यसैमा खाना खाने चलन थियो होइन? हजुर, अब यो चाहिँ खास गरी त चौधरी आइटमहरूमा बिहान जोत्दाखेरि बासी कलुवा भन्ने दिन जाने चलन थियो कि। आजभोलि त अब मान्छे खेती पनि गर्न हराउला। नत्र यो चाहिँ यसैबाट टपरी बुनेर चाहिँ यसैबाट बासी लाग्ने भयो। यसैमा मार खाने भयो चौधरीहरूले, मार भात, अब ढिक्री आइटम बनेछ भने ढिक्रीहरू रोटीहरू सबै यसैमा हालेर खाने भयो। खाने अनि उतै खेततिर फाल्ने सिस्टम। कस्तो राम्रो, यो कुइनी पनि त्यही भयो। अहिलेको जस्तो प्लास्टिकले चाहिँ जस्तो दुर्गन्ध फैलाउने होइन, पर्यावरण बिगार्ने पनि भएन। अनि यो चलन हट्दैछ अहिले? अब म्याक्सिमम गाह्रो छ। अब यो लगभग के अब कोही ठाउँमा युजको लागि मात्रै प्रयोग हुन लाग्छ। नत्र यो अब लोप हुँदैछ। हजुरको अब बिहा भोजमातिर पनि यसको टपरी प्रायः कमै हुन्छ यसको। अब बजार आइटम प्लेटहरू आएर त्यही नै उयस हुन्छ। यो चाहिँ अब लगभग हट्दैछ भनौँ। बजारी सिस्टम, बजारी विदेशी सिस्टमले गर्दा लोप हुँदैछ भनौँ। यो चाहिँ सालको यो मालको पातहरू। अनि तपाईँको नाम चाहिँ? मेरो नाम चाहिँ सुनिल चौधरी। अब के भनौँ, मिनी गाउँ सामुदायिक होमस्टेको घर नम्बर 1 को सञ्चालक। ए, बाँकी जिल्ला? हजुर, बाँकी भन्नु। बाँकी राष्ट्रिय निकुञ्ज छेउमै छ भनौँ, टाँसीको। त्यही भएर सो सानोतिनो व्यापार गर्दै बसिरहेको छु। नेचर गाइड पनि हो भनौँ। अब नेचर गाइडलाई चाहिँ धेरै फोकस दिन सकेको छैन, त्यही हो भनौँ।